बुटवलका पुराना फिल्म हल, पर्दामा बाँचेको एउटा युग। आजको बुटवलमा चलचित्र हेर्न मल्टिप्लेक्समा छन्, आरामदायी कुर्सी छन्, अत्याधुनिक पर्दा छन्, अनलाइनबाट टिकट काट्न सकिन्छ। तर कुनै समय यस्तो थियो बुटवलमा फिल्म हेर्न आफैमा एउटा उत्सव थियो। त्यो उत्सवसँग जोडिएका थिए बुटवलका पुराना चलचित्र हलहरू। बुटवलको चलचित्र इतिहासको प्रारम्भिक अध्याय मिलन प्रकाश चलचित्र मन्दिरबाट जोडिन्छ। बटौलीमा महेश्वर गोपाल लाकोलले आफ्नै घरमा सञ्चालन गरेको यो चलचित्र मन्दिर 2031 सालसम्म चलेको अभिलेख पाइन्छ। त्यसबेला चलचित्र हेर्नु आज जस्तो सामान्य कुरा थिएन। पर्दामा संसार हेर्न मानिसहरू टाढा टाढाबाट आउँथे। लाकोलको हल बन्द भएसँगै बुटवलमा घुम्ती चलचित्रको संस्कृति पनि विकास भयो। 2035 र 36 सालतिर राजेश टुरिङ मार्फत चलचित्र गाउँ बजारसम्म पुग्न थाले। मेला लागेको ठाउँमा पर्दा टागिन्थ्यो, प्रोजेक्टर चल्थ्यो, अँध्यारो पर्दा उज्यालो हुन्थ्यो र पर्दामा चल्ने चलचित्र हेर्न गाउँभरिका मानिस जम्मा हुन्थे। त्यसपछि बुटवलमा स्थायी चलचित्र हलको युग सुरु भयो। 40 को दशकको सुरुवाततिर घुम्ती चलचित्र राजेश टुरिङको सञ्चालन गर्दै आएका द्वारिका उदयले ट्राफिक चोकमा बुटवल चलचित्र मन्दिर सञ्चालनमा ल्याए। यो चलचित्र मन्दिरले लामो समयसम्म फिल्मका पारखी दर्शकहरूलाई हलभित्र बाँधेर राख्न सफल भयो। करिब 750 दर्शक अट्ने यो हल कुनै समय बुटवलको चलचित्र संस्कृतिको महत्त्वपूर्ण केन्द्र थियो। गाउँबाट मानिसहरू फिल्म हेर्न बुटवल आउँथे। टिकट नपाउँदा ब्ल्याकमा टिकट किन्नुपर्ने अवस्था आउँथ्यो। फिल्म चल्नु भनेको बुटवलमा भिड लाग्नु थियो। त्यसको लगत्तै बुटवलको चौराहामा कालिका चलचित्र हल नामको बुटवलको अर्को महत्त्वपूर्ण चलचित्र केन्द्र बन्यो। कालिका हलमा फिल्म हेर्न आउने दर्शकको भिडले राजमार्ग चौराहालाई नै एउटा छुट्टै पहिचान दिएको थियो। नेपाली होस् वा हिन्दी, राम्रो फिल्म लाग्यो भने टिकट पाउनै मुस्किल हुन्थ्यो। तर समयसँगै चलचित्र हेर्ने बानी फेरियो, प्रविधि फेरियो, दर्शकको रुचि फेरियो। अन्ततः 2070 को दशकको अन्त्यतिर कालिका हल पनि बन्द भयो। तर बुटवलका पुराना चलचित्र हलहरूको कथा यत्तिमै सकिएको छैन। मिलन चलचित्र मन्दिर आज पनि सञ्चालनमा छ। समयले धेरै पुराना पर्दाहरू बन्द गरायो, तर मिलन चलचित्र मन्दिरले भने नयाँ समयसँग आफूलाई जोगाउँदै आएको छ। बुटवलको चलचित्र यात्रा पनि प्रविधिको यात्रा जस्तै हो। रिलबाट डिजिटलमा पुग्यो, ठुलो एकल पर्दाबाट मल्टिप्लेक्ससम्म पुग्यो, 5-10 रुपैयाँको टिकटबाट आजको महँगो टिकटसम्म पुग्यो। तर एउटा कुरा बदलिएको छैन। पर्दामा आफूलाई बिर्सिएर अर्को संसारमा पुग्ने मानिसको चाहना। आज बुटवलका पुराना फिल्महरू इतिहास भइसकेका छन्। बुटवल चलचित्र मन्दिर र कालिका चलचित्र मन्दिरका त भवन पनि भत्किसकेका छन्। तिनीहरूको नाम मात्र सम्झनामा छ। तर ती हलका अँध्यारा कोठाभित्र बसेर हाँसेका, रोएका, ताली पड्काएका, प्रेम गरेका र सपना देखेका पुस्ताहरू अझै छन्। ती फिल्म हल केवल इट्टा र सिमेन्टका भवन थिएनन्। ती बुटवलको एउटा पुस्ताका सपना थिए, सम्झना थिए र समयका साक्षी थिए। पर्दा फेरियो, हल फेरियो, प्रविधि फेरियो, तर चलचित्रसँग बुटवलको प्रेम अझै बाँकी छ। नयाँ मल्टिप्लेक्स हलहरू खुलेका छन्, नयाँ दर्शक थपिएका छन्।